आजको दिनसम्म सन्तोष सेन मात्रै देखिएको छ। उसले आफूले नै आफ्नो फिल्मको बारेमा ठुलो कुरा गर्दाखेरि उसलाई घमण्डी भन्ला। तर म पनि एउटा मेकर पनि हो। मैले सेटमा जहिले पनि त्यो सेटमा हुन्थेँ म। उस्तै 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 हेर्ने हो भने त त्यो सिनेमाको एउटा सिक्वेन्स मात्रै जुन राउटेको सेटमा जति दिन हामीले काम गर्यौँ जुन सिक्वेन्स थियो नि त्यसमा यहाँ अहिले नेपाली फिल्म एउटा फिल्म बनाइरहेको हुन्छन् क्या होइन। उसले किन गर्यो त यो? उसले किन त्यो बलिदानलाई यत्रो ठुलो बनायो त? होइन यार यसो म 1.5-2 करोडको फिल्म बनाउँछु होइन र यति कमाउँछु भनेर सोचेन। उसले व्यापारी भएर यो सिनेमा बनाएकै होइन, व्यापारी भएर यसलाई यो सिनेमा बनाएको होइन। उसले मनले सिनेमा बनाएको छ। उसले बजेटको मतलब गरेको छैन, समयको मतलब गरेको छैन। 120 दिन सुटिङ होइन। अनि हरेक चिजहरूमा कहाँ कसरी गर्नुपर्छ म यहाँ तिनीहरूलाई देखेर कति दिन भइसक्यो त्यो अलिक छिटो गर्नु पऱ्यो के गर्नु पऱ्यो भनेर। तर कहीँ नडगाउने होइन। हामीले चाहिँ नि सधैँ साउथको ठुलो ठुलो सिनेमाहरू हेर्ने हाम्रो दर्शकहरूले केजिएफको कुरा गर्नुपर्ने, हाम्रो दर्शकहरूले चाहिँ नि पुष्पाको कुरा गर्नुपर्ने, हामी किन सक्दैनौँ त? हामी कोसिस किन नगर्ने त भनेर त्यो सोच हो क्या सन्तोष सेनको। बलिदान भन्ने चलचित्र त्यतिकै बनेको होइन कि यसमा उसको पैसा मात्रै छैन, उसको एउटा मेहनत मात्रै छैन क्या। त्यो एउटा ठुलो मन ठुलो मुटु राखेर दर्शकहरूले भनि पनि रहेछन् के। म अघि तलबाट आइरहेको थिएँ होइन, गाडी पार्क गरेर निस्किँदाखेरि 2-3 जना केटाहरू आयो, दाइ एउटा फोटो भने क्या। अब त्यो मार्क्स लाइन चिनिहाल्छ होइन। अनि सेल्फी लिनुभयो उहाँहरूले। अनि त्यस पछाडि बिग फ्यान दाइ भने मैले। अनि त्यसपछि बलिदान हेरेँ हामीले भने कि। अनि कस्तो लाग्यो बाबु भनेर सोध्यो। साउथको टक्करमा दाइ, साउथको भन्दा राम्रो भने यही शब्द यही थियो क्या। म फेरि ढाँट्दिनँ, झुटो बोल्दिनँ होइन। त्यो 1-2जना भन्ने कुरा त सामान्य भइहाल्यो। म हलमै बसेको छु। आज हेर्नुहोस् तपाईँको बुकिङको के लेभल छ, भोलिको बुकिङ कसरी गइराखेको छ। भर्खरै चाहिँ नि दसैँ सुरु भइराखेको छ होइन। अझै त कति दिन छ सिनेमा र दर्शकहरूले साह्रै माया गरेका छन्। र सिनेमा एक्सन मात्रै नभइकन बलिदान भन्ने सिनेमा तपाईँको एउटा चाहिँ नि कस्तो भन्दाखेरि यसमा आमा भन्ने चिजलाई देखाइएको छ कि। म सुरुदेखि यसमा जोडिएको भएर म केही चिजहरू मलाई बढी यसको सब्जेक्टदेखि लिएर हरेक कृष्णजीको ज्ञान छ क्या। आमा सबैको आमा हुन्छ हो, सबैको आमा हुन्छ। आमाभन्दा ठुलो कोही छैन हो। जन्मिँदाखेरि आमाबाट जन्मिन्छ अनि टेक्दाखेरि धरती टेक्छ क्या। त्यो धरती आमा हो क्या। त्यो दुइटै आमालाई एउटा चाहिँ नि महत्त्वका साथमा बनाइएको फिल्म हो यो। सिनेमालाई कसैले बुझ्ने हो भने घरको आमा, त्यस पछाडि हाम्रो धरती आमा, दुइटै आमालाई कुनै पीडा भयो भने या बैरीहरूले घेर्न खोज्यो भने त्यसको लागि सच्चा सपुतले ज्यानको बलि दिएर पनि त्यसलाई बचाउनुपर्छ भन्ने यही हो।